हेलो नमस्ते सम्पूर्णमा म छिटिजङ पुन अनि 3 दिनको लामो भ्याकेसन भनौं न 3 दिनको धेरै लम्बा इस्टरको बिदा पछि चाहिँ अब भोलिबाट ब्याक टु वर्क है। अनि त्यसपछि म चाहिँ अब आज काम पनि छैन अनि गाडी चाहिँ चार्ज गर्नुपर्ने थियो। थोरै 57% छ मेरो गाडीमा चार्ज अनि म 100 बनाइराख्नु पर्यो फ्री भएको टाइममा भनेर म चार्ज गर्न जाँदैछु है। चार्ज गर्न जान्छु, चार्ज गर्छु अनि त्यसपछि राख्छु चार्ज गरेर। अनि मैले तपाईलाई कस्तो हुन्छ एक्सपिरियन्स सेयर गरौँ भनेर चार्ज गर्नेको। तर के रे उस चाहिँ ठीक रहेनछ। यो धेरै काम हुने चाहिँ इलेक्ट्रिक भ्यान चाहिँ राम्रो होइन। इलेक्ट्रिक गाडी चाहिँ मलाई किन चार्ज गर्नुपर्छ, थाकेको हुन्छ चार्ज गर्न नि टाइम लाग्छ है। अनि त्यसपछि काम गर्नु कि चार्ज गर्नु कि के गर्नु छ। म जाँदैछु लाइकन मेरो घरबाट नजिकै छ क्या चार्जिङ स्टेसन 2 किलोमिटर जस्तो छ। अनि त्यही भएर 2 किलोमिटर जति जान्छ चार्ज गर्न लाग्छ होला। अब कति भनौँ न 45% जस्तो छ बाँकी चार्ज गर्नुपर्ने। अनि म चार्ज गर्छु सरर जाँदैछु। अनि जस इस्टर पनि बबाल रमाइलो भयो है। अनि धेरै नै उस भयो भनौँ न 3 दिन अस्तिबाट इस्टर फिस्टर त्यही त हो गरे। म चार्ज गर्न जानु पर्यो भनेर अघिदेखि सोचिरहेको थिएँ। अनि फेरि बस्दा रुममा बस्दा भयो 7 बजिहालेछ यार, 7 बजिहालेछ। अनि के गर्नु अनि निस्किन पर्यो बसेर त हुँदैन भनेर आएको। अब इस्टर भ्याएर मनाएर मान्छे फर्केको पनि छैन होला। गाडी पनि खासै चलिरहेको छैन क्या, भिडभाड छैन खासै यस्तो। अनि यहाँ रोडको छेउछाउमा हेर्नु न कस्तो दामी फुलहरू फुल्यो। अब फेरि डेन्जर राम्रो लाग्छ कि यतातिरको बाटोहरू सबै फुल होइन, यस्तो राम्रो हुन्छ नि। अब यो महिनापछि पोहोर त यतिखेर भइसकेको थियो, योपालि चाहिँ चिसो अलिक पछिसम्म भयो क्या। बिचमा उस हुन लागेको थियो, गर्मी हुन थालेको थियो। अनि फेरि बिचमा चिसो भइदियो क्या एक्कासी। अनि त्यो भएर चाहिँ अहिले फुल्न त फुलिसकेको छ, देख्नु सक्नुहुन्छ त्यहाँ देखिसकेको छैन फुल हेर्नु न। सब ठाउँ रोडको छेउमा कस्तो दामी के। अनि यो राउन्ड बोर्ड छ नि, यो राउन्ड बोर्डको त्यो बिचमा पनि फुल राखेको छ, कस्तो राम्रो हो यहाँ। अनि यता पुरा पार्क छ, घुम्ने ठाउँ यहाँतिर यस्तो हरियाली अब त यस्तो रमाइलो डेन्जर रमाइलो हुन्छ यहाँ पोल्यान्ड। फुलहरू फुल्ने अनि हाम्रो नेपालतिरको पहाडतिर पाउँछ नि त्यस्तोहरू सबै चिजहरू पाउँछ क्या यहाँ, त्यस्तोहरू पाइन्छ भनौँ न। यहाँ पोखरी छ, सानो पोखरी, मान्छेहरू घुमिराखेका छन् है। म पनि अहिले आउँछु सायद। यहाँ पछाडि बस्ने ठाउँ, चिल हुने ठाउँ, पिकनिक खाइरहेको रहेछ यहाँ पनि। आगो बालिरहेको छ पारि। इस्टर अझै भ्याइएको छैन, आज अन्तिम होला सायद, अझै भ्याइएको छैन, अझै मनाउँदैछ टोलीहरू। अब म चाहिँ जाँदैछु।
बाटो पुरै खाली छैन, रोड पुरै खाली छ, नभए त यस्तो भिडभाड हुने यस्तो जाम हुने ठाउँ हो, पुरै खाली। जाने भए जाऊ ओ माया अब धेरै नसताऊ। चार्ज गर्ने ठाउँ आए, चार्जिङ स्टेसनमा आज खाली छ यार, कोही नै छैन यार, कोही छैन रहेछ ल। पुरा यो सपिङ कम्प्लेक्सहरू पनि सबै बन्द हो, अनि चार्ज गर्नेहरू पनि कहाँ ठिचिन्छ यार, चार्ज गर्नेहरू पनि छैन रहेछ यहाँ। अब म चार्ज गर्छु यहाँ गाडी लगाइकन। चार्जिङ स्टेसनमा आइसकेँ म होइन, चार्ज गर्छु अब। यो पोर्ट खोलेर यता खोलिदिन्छु, अनि त्यसपछि यो लगेर हालिदिन्छु यहाँभित्र। अनि यहाँ आयो, भाषा सिलेक्सन गरौँ इङ्ग्लिसमा, अनि पेमेन्ट मेथड भनेको छ कार्डबाट पे गर्छु म, एक्सेप्ट गरौँ। अनि यहाँ यो 100 PLN 200 PLN 300 PLN चाहिँ यसलाई अदर गरिदिन्छु, अनि 20 रुपियाँकोले पुग्छ होला मेबी, तर म 40 हालिदिन्छु, 40। अनि एक्सेप्ट गरिदियो। डु यु वान्ट टु एड ट्याक्स भन्छ, छैन मलाई चाहिँदैन त्यो मलाई चाहिँदैन है। अनि नो गरिदिएँ, अनि यहाँ देखा भन्दैछ, म यहाँ टुवा पारेँ है, अनि आउँछ यहाँ पेमेन्ट सक्सेसफुल भनेर आइसक्यो। अनि त्यसपछि पेमेन्ट सक्सेसफुल भनेर आइसकेको छ। अब यहाँ चार्ज हुन्छ अब है, भेहिकल डेडिकेट चार्ज। मेरो गाडीमा अलरेडी 56, मेरो गाडी चाहिँ चार्ज भइरहेछ यहाँ है। अनि कति भयो हेर्नु मिल्छ, 76%। अघि चाहिँ मेरो 57 थियो मैले ल्याउँदाखेरि, अनि यति भएको छ 56 भनेपछि कति 19% चार्ज हुनलाई 12 जुलेटी लियो, 12 PLN यहाँ छ नि पैसा। टाइम 13 मिनट लाग्यो है, अनि अझै हुँदैछ, 100 पुग्नुपर्छ। अनि म कुरेर बसिरहेको छु। अब यहाँ पुरै खाली छ आज, यो हिजो अस्ति आज इस्टर भएको भएर होइन पुरै सुनसान छ क्या, रोडतिर मात्रै हिँडिरहेछ, रोडतिर मात्रै मेरो गाडी। अनि म अनि यता देखाउँछ होला मेरो कति % चार्ज भनेर, 77 भएर 162 किलोमिटर कुर्छ भनेर देखाएको छ होइन। अब हुन्छ यस्तो छ, म एकछिन कुर्छु बस्छु, अनि त्यसपछि चार्ज फुल हुन्छ, अनि त्यसपछि म जान्छु। अब कति टाइम लाग्छ थाहा छैन, अझै 1 घन्टा आधी घन्टा त लाग्ला नि। पुरा यस्तो आकाश, साँझ परेपछि नि लाई चार्जिङ स्टेसनमा मेरो मात्रै गाडी छ, एउटा one only one, एउटा मात्रै गाडी छ, पुरै खाली छ। अनि त्यसपछि मलाई फेरि बोरिङ लाग्छ, मलाई फेरि बोरिङ लाग्छ। अनि यता पर गाइज यो के थाहा छ, चुत्रा, यो बर्मान्द, यो विश्व, यो धरती है, यस्तो राम्रो क्या यो चुत्रा। अब यो नेपालकै जस्तो चाहिँ नहुँदो रहेछ होइन, हुनाले सेम टु सेम, किनभने हिउँ पर्ने ठाउँ हो नि त, तर चुत्रा चाहिँ चुत्रै हो क्या, यो चुत्रै हो, चुत्रा यो होइन।
यहाँ दही राखेछ, कोकहरू राखेछ क्या सबै होइन। यो यहाँ पसल बन्द छ, यो अस्तिदेखि बन्द होला। विश्वास अनि त्यहाँ यहाँको मान्छेहरूको इमान्दारिता होइन, केही कसैले केही गर्दैन क्या। ल खाली छ, मालिक छैन, यो यत्तिकै छ, कोहीले पनि केही गर्दैन। नेपालमा भयो पुरै तोडफोड हानिदिइहाल्थ्यो यतिखेर है, तोडफोड यस्तो छ। अब वातावरण अलिकति अब फेरि मौसम अर्कै जस्तो छ। उतातिर सेन्ट्रम हो, यहाँबाट सिधा उतापट्टि सेन्ट्रम। अनि म यहाँ बाहिर यतातिर अलि ठुलै त होइन, ठिक्कको हाइवे छ, 70 को स्पिड देखाइराखेको छ यहाँ। अनि मेरो गाडी चार्ज भइरहेको छ त्यहाँ पारि। अनि मलाई बोर लागेर म यतातिर आएको थिएँ कि यतातिर। अनि यता धेरै हल्ला आयो के अरे यो गाडीहरू त्यहाँ रोड छ नि त छेउमा। अनि कुँ गरेको यो हावाहरूको नोइज भनौँ न, नोइज आयो। अनि त्यसपछि यता फर्केँ। सबै कुरा हुन्छ क्या, सबै यो फुलहरू पनि हुन्छ नेपालमा, तराईतिर होइन पहाडतिर हुन्छ यो फुलहरू, सब चिजहरू छ यहाँ। अनि यता अनि यो फुली, यो के फुल भन्छ यसलाई, सब कुरा यहाँ के यहाँ जिम खुल्ला होला सायद, नभए त यहाँ पार्किङ जिम अथवा केएफसीहरू म्याकडोनल्ड्सहरू चाहिँ खुल्लै होला यसको भित्र, किनभने पार्किङ खुल्ला रहेछ, भित्र गइरहेको छ। अब कति टाइम लाग्छ अब बस्नुपर्ने हुन्छमा चाहिँ कतिखेरसम्म बस्ने हुन्छ। अब एकछिन भित्र गएर बस्छु, उता बाहिर गयो भने हेरेन भने फेरि अर्कै हुन्छ क्या चार्ज। यो के हुन्छ भने अस्ति मैले यतिकै छोडेको थिएँ, 2-3 घन्टा लाग्छ भनेर, त्यतिखेर मेरो 20% मात्रै चार्ज थियो गाडीमा। अनि मैले यहाँ छोडेर योमा लगाएर गएको थिएँ कि, अनि यहाँ लगाएर गएको थिएँ। अनि पैसा धेरै काट्छ होला भनेर मैले 60 zloty पे गरेर गएको थिएँ होइन। अनि चार्ज चाहिँ फुलै भएछ, तर रिटर्नै भएन कि, ताकि त्यति पैसै लाग्दैन, 60 zloty नै लाग्दैन क्या फुल चार्ज हुनलाई। फुल चार्ज 45 zlotyमा हुन्छ यो। अनि मैले धेरै समय राखेँ कि अब त्यसको भनेर यो ठाउँ ओगट्यो भनेर काटिदियो कि के गरेर काटेँ, सबै काटिदियो कि। अनि फेरि अस्ति एकचोटि के भएको थियो, अब सामान निकिन्न पऱ्यो, अनि पार्किङमा हालेर जानु पऱ्यो भनेर यहाँ भित्र सामानहरू हेर्न गएको, अलिक टाइम लाग्यो। अनि पैसा चाहिँ मैले 20 zlotyको मात्रै हालेको थिएँ, किनभने मसँग 70% चार्जै थियो। अनि 18 zloty काटेछ, फुलै गर्दैन छ यहाँ। अनि त्यो भएको भएर बस्नुपर्ने रहेछ भन्ने चाहिँ लागेको छ। हेर्छु अझै यहाँ भइरहेको छ, 88% भयो बल्ल, अझै 100 हुन पर्छ, 100 भएपछि जान्छु म देखाउँछु अहिले। ल मेरो चार्ज पनि भएको छ क्या अरे, यहाँ चार्ज कम्प्लिट भनेर भन्यो, 216 किलोमिटर 100% भइसक्यो। मजा नि अब यो चार्जिङ अनप्लग गर्न जान्छु, चार्ज हटाउन। यहाँ देखाउँछ होला अनप्लगिङ कति भयो भन्नुहुन्छ नि, 100% चार्ज 49 मिनट लाग्यो, 50 मिनट भनौँ न। अनि 29 zloty लाग्यो, 29 zloty। अब यसलाई चाहिँ अनप्लग यहाँबाट निकालिदिन्छु म। मैले 40 zloty पे गरेको थिएँ नि त, अनि ऊ मात्रै उस मात्रै काट्यो, 29 मात्रै। अब त्यो चाहिँ उसले 29 काटेर अनि बाँकी चाहिँ पठाइदिन्छ मलाई, पठाइदिन्छ। मैले यसरी लगाएँ यो ढक्कन, अनि म चाहिँ जान्छु अब। जस कति 1 घन्टा पनि भएन, 1 घन्टा पनि भएन, त्यति जतिमा फुल हो। अनि अब निस्किन पर्यो, घर ट्याक्क राख्छु है यो गाडी, किनभने यो गाडी मलाई अब आवश्यक छैन। जुन दिन पानी पर्छ त्यही दिनमा मात्रै म यो गाडी युज गर्छु है केटा हो।
trzeciej. Jakbym się znów przy tobie topił uśmiechem i gdybym mógł, to bym cię zjadł na deser. Ale bez ciebie एफएम बच्चा के गर्नु सालेलाई यो एफएमलाई मैले भण्ड हानिदिन्छु सालेलाई भण्ड हानिदिन्छु देख्नु होला नि 29 लोडी देखाइरहेछ अब हेरौँ न त्यो अब अकाउन्टमा काट्दाखेरि कति काट्छ दामी के है दामी वाउ कस्तो दामी देखियो हेर कस्तो च्वाक देखिएको है मजा अब जान्छु घर आमा यस्तो दामी देखिएछ यार है साँझ पख 8 बज्यो दामी देखिएछ यार लगाइस त्यही हो चाससास गरेँ मैले हैन अब यो गाडी लगेर घर राख्छु अनि भोलि काम गर्छु स्कुटरबाट पानी पर्यो भने मात्रै गाडी युज गर्छु र कतै जानु पर्यो भने मात्रै हो है अब खासै त्यस्तो त होइन अब भन्नाले भिडियो नै बनाउँछु अब यस्तो टाइपको भन्ने चाहिँ कस्तो भने अब मैले अब मेरो आफ्नो सम्झनाको लागि है अनि पछि मैले यसरी म यहाँ बसेको थिएँ यति वर्ष यो काम गरेको थिएँ भनेर अब आफूलाई हेर्न हुन्छ नि त बुढेसकालमा भनेर राखेको हो हैन अब यो भिडियोहरू तपाईलाई मन पर्छ भने म सब्स्क्राइब पनि गरिदिनु होला लाइक गरिदिनु होला किनभने मलाई हौसला मिल्छ अनि म फेरि त्यस्तै भिडियोहरू हाल्छु खासमा अब कन्टिन्यू गरिरहन्छु भनौँ न अब अलि धेरै हाल्ने गर्छु किनभने अहिले चाहिँ म यतिकै मेरो उसको लागि हाल्छु अब तपाईहरुलाई मन पर्ने त्यस्तो भइदियो भने चाहिँ अरु पनि हाल्छु नि त भन्न खोजेको है ल गाइस म चाहिँ राखिदिए अब फेरि अरु भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने छुटिन्छु बाइ 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 गाइस बाइ बाइ